Hi guys, आज हामी छौँ नोत्र दाम दु पारीको जस्ट पार्किङमा। यो फ्रान्सको वान अफ द मोस्ट भिजिटेड ल्यान्डमार्क मध्ये पर्छ। एउटा क्याथेड्रल हो, इग्लिस भनौँ न, चर्च, ठुलो चर्च हो पेरिसको नोत्र दाम दु पारी। यसको कन्स्ट्रक्सन अर्ली 12th सेन्चुरीमा कन्स्ट्रक्सन सुरु भएर अलमोस्ट 2 शताब्दी यानि 2 सेन्चुरी जतिको कन्स्ट्रक्सन चलिरहेर मिड 14th सेन्चुरीमा सकिएको क्याथेड्रल हो। एकदम फेमस इभेन्टहरू भएको छ। वान अफ द फेमस इभेन्ट भनेको एम्परर नेपोलियन बोनापार्टको कोरोनेसन यही नोत्र दाम दु पारीमा भएको थियो। र यो रिसेन्टली यो रिओपन भएको छ, किनकि तपाईँहरूले सुन्नुभएको थियो होला 2019मा यहाँ एकदम भीषण आँसन्दी भएको थियो, यानि कि ठुलो आगलागी भएर यो अलमोस्ट ध्वस्त भइसकेको क्याथेड्रल हो। यो लगभग 6-7 वर्षको रिकन्स्ट्रक्सन र रिस्टोरेसन पिरियड सकिएर अलमोस्ट 700 मिलियन डोनेसनबाट रिकन्स्ट्रक्ट गरेर प्रेसिडेन्ट माक्रोनद्वारा 2 महिना अगाडि, जस्ट 2 महिना अगाडि सेप्टेम्बरमा यसको भिजिट सर्किटहरू खुल्ला भएको छ। अराउन्ड 40 to 45 मिनट्स भिजिटिङ सर्किट छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो साउथ टावरबाट माथि चढेर सबै उता माथिको एक राउन्ड छतको एक राउन्ड हालेर पेरिसको 360 डिग्री भ्यू हेरेर नर्थ टावरबाट हामी तल गर्छौँ। आउनुहोस् तपाईँलाई लिएर जान्छु। आजको हाम्रो टावर भिजिटको लागि यसको अब यो यसको साउथ टावरको भिजिट गर्नको लागि हामी यो मेन क्याथेड्रलको मेन इन्ट्रान्सको साइडबाट राइट साइडबाट जानुपर्छ। यहाँबाट यहाँ एकदम कन्ट्रोल हुन्छ होइन। अब हामी यहाँ टिकट देखाएर त्यसपछिबाट जान्छौँ। गाइज हामी यहाँ अब टिकट भेरिफाई गरेर होइन, यहाँ टिकट हामी स्क्यान गरेर गाइड टुर गाइडहरूको त्यो अडियो टुर गाइड डाउनलोड गरेर यहाँबाट सेक्युरिटी गेट पास गरेर अब यताबाट हामी चाहिँ अब भिजिटको लागि जाँदैछौँ। आउनुहोस् भन्दै जान्छ तपाईँलाई नोत्र दामको टावरमाथि यहाँ लेखिरहेको छ ला भिजिट भनेर होइन। ओके कम यस्तरी सिँढी छ। तपाईँलाई एउटा कुरा भनौँ, यहाँ यो उसमा नोत्र दाम एकदम धेरै पुरानो मिडिएबल स्ट्रक्चर भएको कारणले गर्दाखेरि एलिभेटर छैन, अर्थात् लिफ्ट छैन। 400 इफ आइम नट रङ 424वटा स्टेप्सहरू छ सिँढीको, जुन चाहिँ हामीले अब क्लाइम्ब गर्न जाँदैछौँ। आउनुहोस् हल्का एक्सर्साइज गरौँ। ओके गाइस यस्तै सिँढीहरू चढ्दै स्पाइरल सिँढीहरू छ होइन। अब 424वटा छ, मैले अघि भनिसकेँ। अब त्यो सिँढीहरू सकेपछि भेटौँला है त। ओके लेट्स गो। ल अब हामी यहाँ बिचको इन्टरमिडिएट लोकेसनमा आउँदैछौँ। अब यहाँ लोकेसनमा बिचको लोकेसन हो, टावर माथि छ। यस्तै स्पाइरल स्टेयर्स छ, वुडन स्टेयर्स होइन। यहाँ हल्का रोकेर मान्छेको फ्लक्स, भिजिटरहरूको फ्लक्स अनुसारको माथि जान एलाउड गर्नुहुन्छ यहाँ उसको स्टाफहरूले। नानी हेलो। विभिन्न कालखण्डमा यो इयर्सहरूमा यो इभेन्ट्सहरू यो नोत्र दाममा भएको हो। त्यसमध्येमा 1804मा एम्परर नेपोलियन बोनापार्टको कोरोनेसन सेरेमनी पनि यही नोत्र दामभित्रै भएको हो। यहाँ तपाईँले देख्न सक्नुहुन्छ द बोस नेपोलियन बोनापार्ट र एम्परेट्रिस जोजेफिन होइन। अनि अरू इभेन्ट्सहरू पनि यतातिर भइरहेछ 1944देखि लिएर। अब हामी यो स्पाइरल स्टेयर्स क्लाइम्ब गर्ने हो आफ्नो टुरमा। अब हामी यो वुडन स्टेयर्स स्पाइरल स्टेयर्स चढ्दैछौँ होइन। यो मैले तपाईँलाई भने जस्तै आगो लागि पछिको 2019मा यो ग्रान्ड आगो लागि भएको थियो। यहाँ आगो लागि पछि बनाएको रिकन्स्ट्रक्टेड सेम इडेन्टिक रूपमा रिकन्स्ट्रक्टेड सबैहरू स्पाइरल यो स्टेयर्स क्लाइम्ब गर्दै गएर हामी वहाँ माथि क्लोज यानि घन्टी, ठुलो घन्टी पुगेर अनि फेरि छतको एक राउन्ड गर्नेवाला छौँ। सिँढी एकदम भास छ, माथि गएर भेटौँला है त। गाइज अब यो वुडन स्टेयर्स पनि मिडल पार्टमा आयो होइन। अब यो
क्लोज भन्छ फ्रेन्चमा बेल भनौँ न ठुलो बेल छ यहाँ दुईटा त्यतातिर जाने बाटो यो भयो यताबाट सिडी छिरेर जाने त्योभन्दा अगाडि म तपाईँलाई एउटा टेरास बाल्कनी भनौँ न त्यो देखाउँछु पेरिसको मिठो भ्यू छ नानी हेलो त्यहाँ छ तपाईँको आर्किटेक्ट जन नुवेलले बनाएको एउटा बिल्डिङ छ उहाँ पर त्यसपछि यो लोपन्थ्यो यो भयो त्यसपछिको सर्बन थियो भयो टु मोम्पानास भन्ने छ एग्लिज सासुल्पिस La Tour Eiffel. Voilà. D'accord, merci. Et puis त्यसपछि चाहिँ माथि झन् समिटतिर जानको लागि चाहिँ यहाँबाट सिडी छैन त्यो सिडी लिएर जानुपर्छ है त गाइस अब यो बाल्कनीबाट हामी चाहिँ हैन समिटतिर जान लाग्छौँ नानी लेट्स गो फेरि यो स्टोनको हैन स्पाइरल स्टेयर्स छ फेरि यहाँ पनि गाइस अब हामी समिटमै आयौँ भनौँ होइन यसरी उसो ल समिटबाट चाहिँ इफिलको एकदम राम्रो भ्यू देखिँदैछ त्यहाँ इफिल भयो इफिलको साइडमा तपाईँको ला डोम दु des Invalides उता पेरिसको बिजनेस हब ला défense अनि हाम्रो Le Louvre et puis au musée d'Orsay tout ça voilà Nani hello अघि मैले भने चाहिँ यो भयो लो पन्थ्यो टु मोम्पानास त्यहाँ इफिल फेरि ट्याक्कै यहाँबाट देखेको छ उताबाट पनि देखेको थियो राम्रो भ्यू इफिल अगाडिबाट हेरे जस्तो नोत्रदामको टावरको साउथ टावरको टप टेरिसमै छौँ हामी अनि यो 2019 मा भएको आगो लागिबाट जस्तो भएको यो एउटा फ्लेस छ क्याथेड्रलहरूको एकदम टप मोस्ट जाने फ्लेस चाहिँ यो चाहिँ आगो लागिले एकदम ध्वस्त बनाएको थियो अनि उनले नयाँ एक्ज्याक्ट आइडेन्टिकल रूपमा नयाँ बनाएर राखेका छन् अनि फ्रेन्च सिम्बल कक छ यहाँ माथि माथिबाट यस्तो देखिन्छ नोत्रदाम दु पारी ला सेन यो नोत्रदाम चाहिँ यो पेरिसको सेन रिभरको बिचमा भएको वान अफ द आइल्यान्डमा पर्छ होइन सेन डिभाइडेड छ एउटा यतातिरबाट हावा चाहिँ अब एकदम छ आज लगाइयो यो नर्थ टावर भयो टावरबाट यता चाहिँ यो अब एउटा हस्पिटल हो होइन यो कुन हस्पिटल हो भन्दाखेरि कोभिडको बेलामा पेरिसमा भएको सबै सरकारी कर्मचारीहरूलाई सिधै आएर कोभिड भ्याक्सिन लाउनलाई छुट थियो यो हस्पिटलमा मैले पनि यसैमा लगाएको अनि तपाईँको नानी हेलो अनि यता छ प्रिफेक्चर दु पारी भन्ने यो बिल्डिङलाई भन्छ प्रिफेक्चर दु पारी भयो यो त्यसपछि पारी सबैभन्दा पेरिसको सबैभन्दा ठुलो प्यालेसको रूपमा रहेको छ Le Louvre अनि उता बिजनेस हब ला défense भयो इफिल टावर यही छ आइफिल टावर भनौँ न नानी regarde la vue l'Eiffel Tower là voilà le Tour Eiffel et puis la Seine belle vue hein एकदम दामी भ्यू छ यहाँ चाहिँ हेलो टक नोत्रदामबाट यो भ्यू चाहिँ मलाई एकदम मन पर्यो ओके त्यसपछि अब हामी फेरि ब्याक टु सिडी अनि
स्पाइरल सिँढी झरेर सोक्सीतिर जानुपर्छ ल। र अब हामी ब्याक स्पाइरल सिँढी फेरि झर्दै यस्तो छ सिँढी ल। ल हामी फेरि ब्याक टु त्यही बाल्कनीमा आयो। यस्तै त्यही भ्यू छ माथि अघि माथि वहाँ त्यो माथि थियौँ होइन। अहिले फेरि ब्याक टु आछ। नानी हेलो। अब हामी यताबाट चाहिँ अब क्लोजतिर होइन बेलतिर जान्छौँ। फेरि यहाँ पनि एउटा फेरि वुडन स्टेज छ यस्तो जानुपर्छ। वाला ला क्लोज डु नोट्रे दाम बेल यही हो। क्याथेड्रलले रिङ हान्दाखेरि यही बेलहरू बज्छ। उयो यताको ह्यामरले बेललाई ठोकेर अन्त साउन्ड आउने हो। नानी एकदम ठुलो साइजको छ। उताको भन्दा यताको ग्रान्ड साइज छ। यो बेलहरू सबै फ्रान्समै बनेको होइन। अनि यो फ्रान्सको एकदम क्वालिटेटिभ बेलमा पर्छ। विश्वमा धेरै ठाउँहरूमा यहीँबाट बेल बनाएर लग्छन्। अलमोस्ट समिटमा हो। अब यो बाटो यस्तै झर्ने हो। अब फेरि ब्याक टु डाउनस्टेयर्स सिँढी झर्दै सिँढी यस्तै माथि चढ्दा भन्दा तल झर्दाखेरि खिच्न चाहिँ रमाइलो हुने रहेछ। टक 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 काठै काठको छ यो। आगो लागिबाट पछि फेरि यिनीहरूले रिकन्स्ट्रक्सन गर्दाखेरि बनाएको नयाँ काठहरू यताउति सबै नयाँ छ। फेरि यता अब नयाँ सर्क्युट छ। नेक्स्ट टावर फेरि अर्को भ्यू छ। अलवेज टु रेफेल भ्यू यस्तो टेरास छ यहाँ फेरि टक्क। हेलो यो दुईटा टावरको बिचको बाल्कनी हो। त्यहाँ अगाडि हेर्न सक्नुहुन्छ। अगाडि ठ्याक्क त्यो फेस हो। अघि नै हामी जहाँ थियौँ त्यहीँ त्यहाँबाट अलि देखिएन। ल अब हामी यो टेरासबाट भिजिटको नेक्स्ट पार्टतिर जाँदैछौँ। यस्तो सानो भिजुअल छन्। फेरि नर्थ टावरमा आयो। नर्थ टावरमा एउटा सानो क्लस यहाँ पनि छ। स्मल टाइपको बेल। यस अफ कोर्स। यहाँबाट पनि फेरि सानो झालबाट भ्यू फेरि यहाँबाट देखिन्छ।
अहिले हामी त्यहाँ थियौँ। यो जस पार्वी भन्छ, पार्वी नोत्रदाम भन्छ यसलाई। जस अगाडिको बेलबेटर भनौँ न। अब हामी चाहिँ यो भिजिट पछि, टावरको भिजिट पछि हामी यताबाट झर्नुपर्छ। यस्तै सिँढी झर्ने। End of the visit, guys. Back to stairs again. Nani, Oniba. Messi over. Hello. Back to stone stairs. सानो झ्यालहरू जताततै छ। अब यो एन्सियन्ट मिडिएबल पिरियडमा लाइटनिङहरू हुन्थेन नि त, इलेक्ट्रिसिटी नभएको कारणले यो लाइट्स आउनको लागि बाहिरतिर सानो ओपनिङ, भित्रतिर ठुलो ओपनिङ हुनुको कारण चाहिँ सानोबाट लाइट यसरी स्प्रेड भएर आओस् भनेर हो। तपाईँले यहाँ देख्न सक्नुहुन्छ यस्तै बनाएको छ नोत्रदाम पारी। ल गाइज, हाम्रो भिजिट सकिएर हामी चाहिँ ब्याक टु नर्थ टावरको एक्जिटमा आयौँ। ग्राउन्ड फ्लोरमा क्याफेजहरू छ। हेलो। अब यताबाट हामी एक्जिट गर्ने गरेको यताबाटो अब यसरी हामी एक राउन्ड उताको नर्थ टावरबाट गएर माथि पुरै भिजिट गरेर साउथ टावरबाट तल झरेर फेरि ब्याक टु पार्वी दु नोत्रदाम आएको छौँ। गाइजहरूलाई मैले ब्याक टु फेरि नोत्रदामको अगाडिको भाग देखाउँछु। ए वाला यो नर्थ टावरबाट तल झरेपछि होइन, यो नोत्रदामको भित्र पनि हामी हल्का छोटो मिठो भिजिट गरौँ। आउनुहोस्, लाइन त धेरै छैन, सायद छिटै हुन्छ होला। ओके भने लेट्स गो। ओके। भित्र नोत्रदामको भित्र यहाँबाट लाइनबाट छिरेर भित्रको कन्स्ट्रक्सनहरू भित्र कस्तो छ त्यो हेरेर चाहिँ हामी निक्लिनेछौँ। हामी लाइन लगाएर एयरपोर्टमा आइसक्यौँ। यहाँ पनि एउटा सेक्युरिटी गेट छ, मेटल डिटेक्टर टाइपको। अब झोलासोला भएको मान्छेहरूले झोलाहरू चेक गराउने यहाँ। यता स्टाफहरू छन्, झोलासोला नभएकोहरूले यसरी जाने र न्यूली रिकन्स्ट्रक्टेड नोत्रदाम दु पारी हो यो। सबै आगो लागिबाट भएको सबै टेगाहरूलाई सफा गरेर सबै विन्डोजहरू सब सफा गरेर यिनीहरूले नयाँ 21st सेन्चुरीमै बनेको जस्तो बनाइदिएको छन्। यो मिडिएबल पिरियडमा बनेको क्याथेड्रललाई। नोत्रदाम दु पारीको भित्र यस्तो छ। आउनुहोस् तपाईँहरूलाई एक राउन्ड हानौँ। यसरी अब धर्मावलम्बीहरूले आफ्नो विस पुरा गर्नलाई क्यान्डलहरू जलाउन सक्छन्। डोनेसन पनि गर्न सकिन्छ, एकछिनमा गर्नु पर्ला। त्यसरी इन्फर्मेसन डेस्कहरू यहाँ छ, आर्टहरू पनि सबै रिस्टोरेसन गरेर क्लिन बनाएको छन्। मान्छेहरूको भिड छ, सबै टुरिस्ट अथवा पिलग्रिमेजको लागि आएको मान्छेहरू पनि छन्। कोही पूजा गरिरहेको छन्। हेलो।
आलान्टेरिया यो एकदम ठुलो क्याथेड्रल छ। यसरी पूजा गर्ने, ध्यान गर्ने छुट्टा छुट्टै केबिन टाइपको छ यहाँ। ले भित्रिनहरु पुरा नेतोयास गरेर क्लिन गरेर हैन, एकदम यिनीहरूको कलरको एकदम रिफ्लेक्सन दामी आउने तरिकाको बनाइदिएको रहेछ। पूजा गर्ने मान्छेहरूको लागि कुर्सी, अनि यता चाहिँ धर्मगुरुहरूले गर्छ। नानी अब यहाँ चाहिँ एउटा म्युरल आर्ट छ। यो अब क्रिस्चियनिजमा धर्मको जिजससँग सम्बन्धित, जिजसको जिन्दगी जीवनशैलीसँग सम्बन्धित आर्टहरूमा छ, व्यक्त गरिएको छ। सुभनिर्सहरू लिने मसिनहरू पनि छ भित्र, यसरी छापेको कोइनहरू लिन मिल्छ। गाउँको मार्केट हेर्ने मान्छेहरूको भिड असमै छ। हामी क्यारी अन गरौँ। यसरी आफ्नो क्याबिनहरू टाइपको छ यहाँ, जसरी फर इक्जाम्पल यहाँ यी मान्छेहरू यसरी पूजा गर्नलाई जान सक्छन्, प्रे गर्न भनौँ। यहाँ पनि एउटा एकदम दामी तरिकाको भिट्रिन छ। क्लिन गरेर रिस्टोरेसन गरेर निट एन्ड क्लिन बनाइदिन्छ। यहाँ एउटा इन्ट्रेस्टिङ आर्ट वर्क छ, लास्ट साइन्स कुरन देकिन भन्ने जिजसको थ्रोन क्राउनको नाममा नामाकरण गरिएको एउटा आर्ट छ यहाँ। हल्का देख्छ, यो फ्रेन्च आर्टिस्टले बनाएको हो, तर यो कुरन चाहिँ बिचमा त्यो प्लस साइन भएको ठाउँमा चाहिँ क्राउन हुन्छ त्यहाँ होइन, कुरन। त्यो कुरन चाहिँ आज राखेको छैन, किनकि स्पेसल डेमा राखेको हुन्छ यहाँ। त्यो जुन दिनमा यहाँ मेस हुन्छ, प्रेयर डे हुन्छ, त्यो दिनमा मात्र राखेको हुन्छ। त्यहाँ एउटा स्टाफ हुनुहुन्छ यहाँको, सायद उहाँबाट एक डिटेलमा इन्फर्मेसन लिन मिल्छ होला। जस्ट प्रेयर हलको पछाडिपट्टिको भागमा छ यो। आउनुहोस्, एउटा स्टाफ हुनुहुन्छ, स्टाफलाई सोधौँ त्यो आर्टको बारेमा। मैले अहिले हल्का बिर्सेको स्थिति छ।
सेन्टरको भागमा चाहिँ यहाँ एउटा क्राउन राख्छ र अहिले चाहिँ यो क्राउन चाहिँ यहाँ राखेको छैन। प्रेयर गर्ने ठाउँमा अब पूजा गर्न इच्छुक मान्छेहरूले प्रेयर गर्न मान्छेहरूले भित्र बसेर मजाले प्रेयर गर्न मिल्छ। डेकोरेसन चाहिँ एकदम रिलिजियस डेकोरेसन एकदम राम्रो छ। Bonjour madame. Dites-moi, c'est un artiste français ça? C'est qui? Ah ok. D'accord, c'est la couronne d'épines, c'est ça? Ok. Et la couronne, elle est pas? D'accord. On peut pas le voir aujourd'hui? Non, elle est visible que le vendredi après-midi. D'accord, la jour de messe. Mais lors d'une messe. Ok. Ok. Mais pas ce soir? Non, pas aujourd'hui. Demain. Demain à quelle heure vous dites? 15h. 15h. Okay. Merci beaucoup. ल गाइज यो क्राउन चाहिँ भोलि 15h भनेपछि 3 बजे साँझको 3 बजेको प्रेयर टाइममा चाहिँ राखेको हुन्छ अरे अगाडि। अहिले चाहिँ पछाडि लकरमा राखेछ भन्नुभएको छ हाम्रो यहाँ स्टाफले। म्याक्सिमम अब यताबाट राउन्ड गरौँ। हामी चाहिँ यो सेन्टहरूको क्याबिनमा पुग्यौँ। यहाँ एकदम पहिला जमानाको यिनीहरूको पेन्टिङहरू छ। सेन्ट पिपल होली म्यानहरूको पेन्टिङ गोल्ड प्लेटेड पेन्टिङ हो। यसरी राखेका छन् एक्जिबिसनको लागि। मान्छेहरूले आएर आफ्नो श्रद्धा व्यक्त गर्न सक्छन्। यहाँ पूजा फरवर्ड भिजिटको लागि हामी यता जान्छौँ। फेरि अरू केबिनहरू पनि छ यसरी। जिजसको एकदम स्ट्रक्चर छ नानी। फरवर्डको लागि प्रेयर गर्ने मेन हल चाहिँ यहाँ हो। प्रेयर भनेछ यो चाहिँ अब सराउन्डिङ प्रेयरबाट यता सराउन्डिङ केबिनहरू। यता फेरि नेक्स्ट पार्ट छ ट्रेजरहरू राखेको पार्ट। ग्लासको आर्टहरू चाहिँ एकदम कलरफुल एकदम ब्युटिफुल छ। यहाँ पनि छ त्यस्तै यताको साइडमा जस्तो यता पनि क्रिस्चियनिजमको कहानी झल्काउने आर्टहरू छ सबै। त्यसपछि हामी गएर फेरि अब त्यो प्रेयर हलतिर फेरि झर्न लाग्यौँ। मान्छेहरूले यहाँ क्यान्डल स्यान्डल बाल्ने यताउति गर्छन्। आउनुहोस् तपाईँलाई एक राउन्ड प्रेयर हलको अगाडितिर कसरी जाने भन्ने कुरा छ। गाइस अब यो चाहिँ नत्र दाम नेपालीको मेन हल हो होइन, प्रेयर गर्ने हल। यहाँ धर्मगुरुहरू यता हुन्छन्, धर्मगुरुहरू यता बसेर अथवा आजनी भएर प्रेयर गर्छन्। त्यसरी यताबाट आउनुहुन्छ त्यहाँ माइकिङहरू हुन्छ। त्यसरी त्यहाँ धर्मको उयो छ मेस छ। आउनुहोस् म तपाईँहरूलाई यताबाट गएर हल्का सेन्टरतिरबाट हेर्ने कोसिस गर्छु। आउनुहोस् यसको यताबाट राइट साइडमा गएर राइटबाट गएर सेन्टरमा गएर तपाईँहरूलाई देखाउने कोसिस गर्छौँ। तर यहाँ साइलेन्समा बस्नुपर्छ।
प्रेयर सुरु हुन लाग्यो सबैजना आफ्नो सिटमा बस्न लाग्छौँ हामी जस्ट एक राउन्ड मात्र हानेर निस्किनुपर्छ यही हो मेन हल प्रेयरको मेन हल भनेकै स्ट्याचुहरू रिप्रेजेन्टेसन क्रिस्चियनिटीको रिप्रेजेन्टेसन यहाँ छ फादरहरू क्रिस्टहरू त्यहाँ बसेर प्रेयर गर्छ सबै धर्मलान्डहरू हिँड्छ अगाडि बढेको